आजको मर्निङ वाक मनोकामना डाँडासम्म पुग्नेछ। अनि त्यहाँ तपाईँहरूलाई मनोरम दृश्यसहितका यात्रा देखाउनेछौँ। आज चाहिँ यता पहिलो सर्टकटबाट हामी मनोकामना जाँदैछौँ। अनि सुरुमा एउटा खोल्ची छ, सानो पुल पनि छ, पुल तर्छौँ। एउटा सिँढीको बाटो सुरु हुन्छ। आज हामी सिँढीबाट तपाईँलाई मनोकामना डाँडासम्म लैजान्छौँ। वरिपरि भर्खर हरियाली भएको छ, पाल्लो पलाएर। सिँढीहरू चाहिँ उक्लिनु हुँदैन भन्छन्, तर ओर्लिन चाहिँ नहुने रहेछ। ओर्लिँदा घुँडामा समस्या हुने, उक्लिँदाखेरि खासै समस्या नपर्ने। अलि हतार हुँदा चाहिँ उताबाट हिँड्ने हो। अनि प्रायः सिँढीको बाटो हिँड्दा चाहिँ करिब 17 देखि 20 मिनटमा माथि मन्दिर एरियामै पुग्ने हुनुहुँदो रहेछ। हामीलाई चाहिँ करिब लाग्छ तपाईँको यताबाट हिँड्दा 20 मिनट लाग्छ। उताबाट हिँड्यो भने 25-27 मिनटमा पुग्छौँ हामी चाहिँ। त्यो सिँढीको कुड्किलो अलि उकालो आएको, धेरै ठाडै जस्तो उकालो छ, धेरै छैन, अलिकति छैन। फिलहालको सिँढी चाहिँ सकियो। यस्तो देखिन्छ, यताबाट आएको रोड, यताबाट आएको थुम्की जस्तो छ। ए तपाईँहरू पुरै सर्टकट हो? ए यहाँबाट हामी चाहिँ माथि लाग्यो। यहाँबाट चाहिँ हाम्रो दोस्रो सर्टकट सुरु हुन्छ, रोड छोडेर। मर्निङ अनि फर्किँदा रोडबाट फर्किनुपर्छ। यो सिँढीको चाहिँ यसरी हिँड्छौँ। तल देखिएको छ सिँढीहरू, बाहिर जस्तै घुमाउरो छ। यता हरियाली छ, यता घाम लागेको छ। बिहानको सुनौलो घाम बजारलाई मजाले देखिन्छ। नमस्कार है, ठिक छ। यहाँ पचकरहरू झरेको छ। यो पात झरेपछि पचकर हुन्छ। यहाँनिर आएपछि दोस्रो सिँढी पनि सकिएको छ। अब रोड भेट्छ, एकछिनपछि अर्को सिँढी आइरहेको छ।
यहाँबाट गेटले लागेपछि हामी लास्ट सिँढीबाट उकालो चढ्छौँ। यो चाहिँ हाम्रो तेस्रो सिँढी सुरु भयो। अब यो चाहिँ मनोकामनाको डाँडामा ठ्याक्कै घर टुङ्गिन्छ। बिहान 5 साढे 5 बजीतिर हिँडिएन भने म चाहिँ प्रायः सिलगढी उक्लिन्छु। रोड हुँदै झर्ने गरेको छु। अलि ढिलो हुन्छ त्यही भएर। यहाँ आइपुग्यो। हाम्रो पछाडिपट्टि हेटौँडा बजार देखिन्छ। यसरी सिडी छ। यो मनोकामना जाने लास्ट सिडीबाट चाहिँ माछा प्लेनहरू देखिन्छ। माछा प्लेन मौसम राम्रो हुँदाखेरि भ्यू राम्रो देखिन्छ। सम्म आयो। आउनु ला 1 मिनटमा पुगिन्छ होला। फाइनली आज चाहिँ म ठ्याक्कै 18 मिनटमा आइपुगेँ। 18 मिनट लागेको छ यहाँसम्म आउनुलाई। रोडबाट हिँडेको भए 25 मिनट लाग्थ्यो। 7 मिनट जति यताबाट छिटो हुने रहेछ। यहाँबाट चाहिँ सूर्योदय पनि देखिँदो रहेछ। हल्का मौसम अलिक क्लियर छैन। यहाँ ठेकी चोक आयो। ठिक छ। यताबाट चाहिँ यताबाट जाने मन्दिर ठेकी चोक छ। त्यसपछि हामी यता बस्छौँ। अब हामी मनोकामना डाँडाबाट हेटौँडा सिँचाइ टोलतिर फर्किँदैछौँ। कुरो भइहाल्यो। अब नबनाउनु सक्यो भने होइन। अलिक छुट्टै छ। यसो गरेर यत्रो हिँडेर गर्मी यहाँनिर चाहिँ एउटा ढुङ्गे धारा छ। यो पानी आउँछ बाह्रै महिना। उता हुँदै तपाईँलाई हाम्रो यात्रा कस्तो लाग्यो कमेन्ट गर्न सक्नुहुनेछ। आजको यात्रा हामीले करिब 1 घन्टामा सिँचाइ टोल आइपुग्यौँ।